नमस्कार। हामीलाई हेरेर बसिरहनुभएका सम्पूर्ण महानुभावहरूमा एउटा नयाँ खुसीको कुरा लिएर आएको छु। त्यो खुसीको कुरा के हो भने न्युजिल्यान्डमा बस्नुहुने नेपालीहरू र न्युजिल्यान्डमा बसेर काम गर्नुहुने सम्पूर्ण व्यक्तिहरूको लागि हो। र यो चाहिँ के हो भने न्युजिल्यान्ड सरकारले आगामी अप्रिलदेखि लागू हुने गरी यहाँको न्यूनतम पे बढाएको छ। बढाएको पे 2% दरले बढाएको छ, जस अन्तर्गत अहिले न्युजिल्यान्डमा काम गर्ने न्यूनतम तलबमा काम गर्ने कामदारले 23.50 सेन्ट पाउँछन् भने अब बढेको तलब आगामी अप्रिलदेखि लागू हुने तलब भनेको चाहिँ 23.95 न्युजिल्यान्ड डलर रहनेछ र यो घोषणा आज गरिएको हो। वर्कप्लेस रिलेसन एन्ड सेफ्टी मन्त्री ब्रुक भान भेल्डेनका अनुसार यस निर्णयबाट करिब 1,22,500 जना कामदार चाहिँ प्रत्यक्ष लाभान्वित हुनेछन् र यो बढेको तलबले चाहिँ उनको भनाइअनुसार बढेको तलबले मानिसहरूको जीवनयापनमा केही हदसम्म मद्दत पुर्याउनेछ र व्यवसायहरूलाई आर्थिक भार पनि यसले नपर्ने देखाएको छ। र यसैगरी उनले तलब बढाएको जानकारी गराउँदै भनेकी छिन् व्यवसाय सञ्चालन गर्न अहिले चुनौतीपूर्ण अवस्था रहेकोले त्यसलाई श्रमिकले सहयोग गर्नुपर्ने र व्यवसायमाथि अत्याधिक दबाव नपर्ने गरी सन्तुलित उपाय अपनाइएकोले हामीले थोरै मात्रै तलब राइज गरेको भनेको छ। Cost of living pressure under control for families and people, while also knowing that businesses have been really struggling over the last few years and that economic recovery has actually taken a lot longer than we यो न्यूनतम तलब वृद्धिलाई लिएर विपक्षी सरकारले भने आलोचना गरेको छ। यो तलब जसरी बढाइएको छ त्यसले श्रमिकहरूको अथवा त्यसले कामदारहरूको जीवनयापनमा चाहिँ खासै असर पार्दैन र अहिलेको सरकारले गरिब र निमुखाहरूको लागि भन्दा पनि धनीहरूको लागि मात्र हो भनेर आरोप लगाएका छन्। यसमा असन्तुष्टि जनाउनेमा लेबर पार्टीको कार्यस्थल सम्बन्धी प्रवक्ता ज्यान टेन्टुले यो निर्णय जीवनयापन लगायतमा चर्को असर गर्ने र यसले खासै ठुलो भूमिका नखेल्ने जानकारी दिनुभएको छ। Things like milk 13% increase in the last year, eggs 20% increase, energy costs going up, skyrocketing, that's hurting both households and businesses. People cannot afford to live here on those small terrible wages. यसरी न्युजिल्यान्डमा तलब बढेको रेसियो 5 वर्षलाई फर्केर हेर्ने हो भने 2020 मा प्रति घण्टा 18.90 सेन्ट न्युजिल्यान्ड डलर थियो भने त्यसै 2021 मा प्रति घण्टा 20 डलर थियो र 2024 मा प्रति घण्टा 23.15 सेन्ट न्युजिल्यान्ड डलर थियो भने त्यसलाई बढाएर 2025 अप्रिलबाट चाहिँ प्रति घण्टा 35.50 डलर पुर्याएको थियो। त्यही पैसालाई अहिले बढाएर अब आउने अप्रिलदेखि चाहिँ जुन 23.50 ले बढाएर 23.95 सेन्ट न्युजिल्यान्ड डलर पुर्याएको छ। आशा छ यसले थोरै भए पनि सहयोग त पुग्नेछ। यी र यस्तै जानकारीको लागि हामीसँगै रहनुहोला। नमस्कार।